तेस्रो पत्र मुनि बेरेर प्लास्टिकको झोलाले पटुकीको तेस्रो पत्र मुनि सुरक्षित ल्याएकी थिइन् माइली दिदीले विधवा परिचय पत्र। मध्य बर्खामा लुचुप्पै भिजेकी दिदी, मध्य बर्खामा लुचुप्पै भिजेकी दिदी, पटुकीभित्र सुरक्षित राख्दा राख्दै पनि पानीसँगै यसरी भिजेर उडेछन् नाम र ठेगानाका अक्षरहरू। जसरी भित्रैबाट भिजेको छ माइली दिदीको मन, जसरी उदाङ्गिएर उडेको छ माइली दिदीको रूप। कैयौं वर्षदेखि प्रशासन कार्यालयकै कारिन्दा बनेर परिचय पत्रका ठेलीहरू यताउता ओसार्दा ओसार्दै, कैयौं वर्षदेखि प्रशासन कार्यालयकै कारिन्दा बनेर परिचय पत्रका ठेलीहरू यताउता ओसार्दा ओसार्दै कार्यालयमै ढलेर त्यागेको हो माइला दाइको देहले। त्यही दिनदेखि नै ढलेको हो माइली दिदीको आत्मविश्वासको स्तम्भ पनि, त्यही दिनदेखि नै ढलेको हो माइली दिदीको आत्मविश्वासको स्तम्भ पनि। माइला दाइले छोडेर गएपछि घर बाहिर ननिस्केकी माइली दिदी ठुलो आश बोकेर आएकी थिइन् सरकारले दिएको विधवा भत्ताबाट माइला दाइको क्रिया खर्चको व्यवहार मिलाउँछु सोचेर धाएकी थिइन्। परिचय पत्रको आफ्नै नाम नचिनेकी उनी, परिचय पत्रको आफ्नै नाम नचिनेकी उनी कसरी चिनिउन् चिन्नै नखोज्नेहरूसँग, कसरी बताउन् ठेगाना बुझ्नै नखोज्नेहरूसँग। माइला दाइको मृत्यु दर्ता देखेर पनि उनकै विधवा स्वीकार्न नमानेपछि, माइला दाइको मृत्यु दर्ता देखेर पनि उनकै विधवा स्वीकार्न नमानेपछि सफेद वस्त्रहरूमा बेइमानीको दाग नलागोस् भनेर झर्दा झर्दैका आँसु हत्केलाले पुस्दै धाइ छन् माइली दिदी विधवा प्रमाणित भएको शक्तिशाली कागजको खोस्टो प्रतिलिपि परिचय पत्र बनाउन। धन्यवाद।